नमस्ते विद्यार्थी भाइ बहिनीहरू। आज पनि म अर्को एउटा भिडियो लिएर यहाँहरूमाझ उपस्थित भएको छु। आजको यस भिडियोमा मैले कक्षा 12 मा रहेको यसै अन्तर्गत नलेज एन्ड विजडम जुन चाहिँ बर्ट्रान्ड रसलले लेखेका एउटा निबन्धको समरी साथसाथै त्यसको सर्ट आन्सर क्वेसन र लङ आन्सर क्वेसन लिएर उपस्थित भएको छु। भिडियोलाई अन्तिमसम्म नछुटाइकन हेरिदिनु होला। मन परेमा लाइक साथै आफ्ना धेरैभन्दा धेरै साथीहरू माझ पुर्याइदिनका लागि शेयर र च्यानललाई सब्स्क्राइब गरिदिनका लागि नभुल्नु होला। अब म कति पनि ढिला नगरिकन एसेतर्फ यहाँहरूलाई लैजाँदैछु। यस एसे नलेज एन्ड विजडम का लेखक बर्ट्रान्ड रसल एक बेलायती दार्शनिक, तर्कविद र निबन्धकार साथसाथै सामाजिक विश्लेषक हुन्। उनले यस निबन्ध नलेज एन्ड विजडममा ज्ञान र बुद्धि बीच फरक रहेको कुरा बताएका छन्। उनी भन्छन् कि ज्ञान र बुद्धि फरक कुराहरू हुन्। ज्ञानलाई तथ्यहरू र जानकारीको प्राप्ति भनेर परिभाषित गरेका छन् उनले पनि, जबकि बुद्धिलाई ज्ञानको व्यावहारिक प्रयोग र मूल्य सिर्जना गर्ने तरिका भनेर परिभाषित गरिएको छ। बुद्धि सिकाइ र व्यावहारिक अनुभवबाट प्राप्त हुने कुरा हो, केवल रटानले मात्र प्राप्त हुँदैन भनेर यस एसेमा बर्ट्रान्ड रसल बताउँछन्। हामी सबै सहमत छौँ कि यो युगका मानिसहरू ज्ञानमा हाम्रो पुर्खाहरू भन्दा धेरै अगाडि छन्, तर यसको अर्थ हामी बुद्धिमानी भने छौँ भन्ने होइन। बुद्धि र ज्ञान बीचको भिन्नता थाहा पाउनु महत्त्वपूर्ण कुरा हो। निबन्धकारले बुद्धि कसरी प्राप्त गर्ने भन्ने प्रश्नको बारेमा यस निबन्धमा छलफल गरेका छन्। लेखकका अनुसार बुद्धिको लागि धेरै फ्याक्टरहरू आवश्यक छन्। बुद्धि भनेको समस्यामा विभिन्न चरणहरूको अनुपात, गतिविधिको कारणहरू र परिणाम बुझ्ने अन्तर्दृष्टि हो। त्यस्तै गरेर उदाहरणका लागि जब कुनै वैज्ञानिकले नवजात शिशुको मृत्यु दरलाई ठूलो परिणाममा घटाउने औषधिको आविष्कार गर्छ, तर आफ्नो काममा अत्याधिक व्यस्त भएका कारण उनले आफ्नो क्षेत्र बाहिरको औषधिको प्रभावलाई विचार गर्न असफल हुन्छन् भने त्यो खोजले अन्य गम्भीर समस्याहरू निम्त्याउँछ, उत्पन्न गर्छ, जस्तै बढ्दो जनसङ्ख्याको लागि अपर्याप्त खाद्यान्न आपूर्ति अनि मानिसहरूको जीवन चाहिँ न्यून स्तर हुँदै जानु। यसले गर्दाखेरि उनले ज्ञान त प्राप्त गरे तर बुद्धि चाहिँ प्राप्त गर्न सकेनन् भन्ने अर्थ दिन्छ। यसैगरी विश्वलाई नष्ट गर्न परमाणु बमको निर्माण ज्ञानको प्रयोग बुद्धि बिनाको अर्को उदाहरण पनि हो। ज्ञानले परमाणु बम उत्पादन त भयो तर बुद्धि नपुग्दा जापानको नागासाकी र हिरोसिमा नष्ट हुन पुग्यो भन्ने उदाहरण उनले यहाँ प्रस्तुत गरेका छन्। ज्ञानको खोजीले नयाँ समस्याहरू निम्त्याउँछ भने बुद्धिले त्यसो गर्दैन। बुद्धिले त्यसको प्रयोग कसरी गर्ने भन्ने कुरा बर्ट्रान्ड रसलले यस निबन्धमा बताएका छन्। बिना बुद्धिको ज्ञान मानवताका लागि आवश्यक छैन भनेर उनी भन्छन् भने उत्तम ज्ञान मूल्य उन्मुख हुनुपर्छ र त्यो अन्तर्दृष्टिको उत्पादन हो भनेर बर्ट्रान्ड रसलले यस निबन्धमा उल्लेख गरेका छन्। लेखक भन्छन् कि बुझ्ने क्षमता पनि बुद्धि होइन। वास्तवमा बुद्धिले मानव जीवनका लक्ष्यहरू पूरा गर्न सक्नुपर्छ। उनी इतिहासको उदाहरण दिन्छन्। जर्मन दार्शनिक हेगेलसँग ऐतिहासिक ज्ञानको राम्रो समझ थियो, तर उनले भने कि 400 ईसा पूर्वदेखि उनको समयसम्म जर्मनी सबैभन्दा महत्त्वपूर्ण राष्ट्र र सम्पूर्ण विश्वको प्रगतिमा महत्त्वपूर्ण भूमिका खेलेको थियो। उनको भनाइले जर्मनहरूलाई अन्य सबै जातिहरूभन्दा श्रेष्ठ हुने महसुस त गरायो, तर त्यसैको कारण के भयो भने प्रथम विश्वयुद्ध पनि भयो। यसले युद्धलाई प्रेरित गर्यो। मानव हितका लागि यो भएन। त्यसकारण उनीसँग ज्ञान त थियो तर बुद्धि थिएन भन्ने कुरा पनि यहाँ राइटरले प्रस्तुत गरेका छन्। त्यसैले उनको ज्ञान व्यापक भए पनि भावना संकीर्ण थियो। यसले सामाजिक सद्भाव र मानव कल्याणमा योगदान दिन सकेन भनेर चाहिँ यस एसेमा उल्लेख गरिएको छ। बुद्धि सार्वजनिक र निजी दुवै जीवनमा आवश्यक छ। व्यक्तिगत पूर्वाग्रहबाट मुक्त हुन आवश्यक छ। उनी भन्छन् कि बुद्धि प्राप्त गर्ने उपाय हाम्रो सेन्स अर्ग्यानको पकडबाट आफूलाई मुक्त गर्नु हो। हाम्रो सेन्स अर्ग्यानले हामीलाई विभिन्न कार्यहरू गर्न उक्साइरहेको हुन्छ। त्यसकारण पनि ज्ञान प्राप्त गरेर पनि बुद्धिमत्तापूर्वक तरिकाले त्यसको प्रयोग गरिएन भने त्यसले हामीलाई नै हानि पुर्याउँछ भनेर यस निबन्धमा बर्ट्रान्ड रसलले बताएका छन्। बुद्धिले हामीलाई उद्देश्यपरक तर पक्षपाती हुनबाट रोक्छ। बुद्धि भनेको समस्याका सबै कारणहरू र तिनको प्रभावहरू विश्लेषण गर्ने क्षमता हो। बुद्धि भनेको ज्ञानको उचित प्रयोग पनि हो
र ज्ञानलाई फलदायी बनाउन, पूर्वधारणाबाट मुक्त हुन, हाम्रो क्षमताको सीमाहरू बुझ्न हामीलाई बुद्धि आवश्यक छ। बुद्धिले हामीलाई शान्त रहन पनि सिकाउँछ। दुश्मनी हानिकारक हुन्छ भन्ने बुझ्न बुद्धि नै आवश्यक पर्छ। बुद्धिले हामीलाई हाम्रो स्वार्थ र पूर्वाग्रहबाट पनि मुक्त गर्छ, अहङ्कार हटाउन मद्दत गर्छ, निष्पक्ष हुन मद्दत गर्छ। यसले बुझ्न मद्दत गर्छ कि हामी सबैमा कमजोरीहरू छन् र ती सुधार गर्न पनि सकिन्छ भनेर एसएसले बताएका छन्। लेखकको विचारमा बुद्धि सिकाउन सकिन्छ पनि उनी भन्छन् कि शिक्षाको लक्ष्य केवल ज्ञान जम्मा गर्नु मात्र नभई बुद्धि प्राप्त गर्ने हुनुपर्छ। बुद्धिले दया र सहानुभूति जन्माउँछ भन्ने कुरा पनि रसेलले यस निबन्धमा बताएका छन्। बुद्धि तब सुरु हुन्छ जब हामी मानिसहरूलाई माया गर्न सुरु गर्छौँ, जब हामी अहङ्कारलाई त्याग्छौँ र जब हामी मानवताको कल्याणलाई व्यक्तिगत स्वार्थ भन्दा पनि माथि राख्छौँ। लेखक भन्छन् कि हाम्रो कर्तव्य छिमेकीहरूलाई माया गर्नु हो, चाहे तिनीहरूका राम्रा वा नराम्रा बानीहरू हुन्। हाम्रा विरुद्ध घृणा राख्नेहरूलाई पनि हामी दयालु हुन आवश्यक छ, किनकि यदि हामी तिनीहरूलाई घृणा गर्छौँ भने त्यो समान रूपमा हानिकारक हुन्छ, दुवै पक्षलाई हानिकारक हुन्छ। उनी भन्छन् घृणाले घृणा जन्माउँछ, मायाले माया जन्माउँछ र यसले चाहिँ नकारात्मक गुणको पनि विकास गराउँछ भनेर उनले भन्छन्। त्यसकारण बुद्धिमानी मानिसले अरूको अवस्था बुझ्नुपर्छ, न कि अरूलाई घृणा गर्नुपर्छ। त्यस्तै गरेर बर्ट्रान्ड रसेलले इङ्ल्यान्डकी रानी एलिजाबेथ प्रथम, फ्रान्सका राजा हेनरी चतुर्थ र अमेरिकाका अब्राहम लिङ्कनको उदाहरण दिएर पनि यहाँ बुद्धिका बारेमा विभिन्न कुरा गरेका छन्। उनीहरू धार्मिक सङ्घर्षको युगमा थिए, तर पनि उनीहरूले घृणालाई परित्याग गरे र विश्वका सबैभन्दा बुद्धिमान तथा लोकप्रिय नेता बने, जुन मानव हितका लागि थियो। लेखकले विशिष्टीकृत ज्ञान वा विशेष मानव सिपलाई बुद्धि ठान्दैनन्। जसरी ज्ञान निरन्तर बढ्दै जान्छ, विश्वलाई बुद्धि आवश्यक छ, किनकि सिप र ज्ञानको वृद्धिसँगै तर्कहरू पनि वृद्धि हुँदै जान्छ। त्यसैले लेखकले वर्तमान विश्वलाई सबैभन्दा बढी बुद्धिको आवश्यकता छ भनी ठान्छन् र यो समयको माग रहेको कुरा पनि उनी बताउँछ। निबन्ध अत्यन्त बौद्धिक छ। यसरी निबन्धमा, यो नलेज एन्ड विजडम निबन्धमा चाहिँ बर्ट्रान्ड रसेलले बुद्धि चाहिँ अत्यन्तै आवश्यक छ, ज्ञान मात्रै सबै कुरा होइन, सबै ज्ञानी मान्छेहरू बुद्धिमानी हुन्छन् भन्ने कुरा रहँदैन भन्ने कुरा चाहिँ उल्लेख गरेका छन्। Summary in English. Copy and read. In his essay, Russell differentiates between knowledge and wisdom, emphasizing that while knowledge is the acquisition of facts and information, wisdom is the practical application of knowledge to generate value. He argues that wisdom is gained through learning and experience, rather than mere memorization. Russell highlights that although modern humans possess more knowledge than their ancestors, it does not necessarily mean they have greater wisdom. The distinction between wisdom and knowledge is crucial, and the essay explores how wisdom can be attained. According to the writer, wisdom involves understanding the proportional relationships between different variables in a problem, as well as recognizing the causes and consequences of actions. He illustrates this point with examples, such as a scientist creating a medicine that drastically lowers infant mortality without considering the societal consequences, or the invention of atomic bombs, which demonstrate knowledge without wisdom. The essay also discusses the limitations of comprehension alone, emphasizing that wisdom should serve the greater good. He cites the example of German philosopher Hegel, whose historical knowledge was vast but whose nationalist views led to conflict. Russell stresses the necessity of wisdom in both public and private life. It helps individuals rise above personal prejudices and biases, allowing them to analyze issues objectively. Wisdom also cultivates patience and teaches individuals to overcome enmity and selfishness, fostering kindness and empathy. He argues that wisdom can be taught and should be the goal of education. True wisdom begins when people prioritize humanity over ego and personal interests. The essay concludes that the world urgently needs wisdom to complement increasing knowledge, ensuring that knowledge serves humanity rather than creating further conflicts and complications.
for watching. Don't forget to like, share, comment, and subscribe.